यहाँ सुन्नु न दावा हो दावा जहाँ पुग्छ दावा उहाँ चल्नै जोड्छ हावा तपाईले यो कपालको विषयमा विस्तृत जानकारी लागि युट्युब च्यानल चलाउन आउँछ भिडियो हेर्न आउँछ राजमा अब सर्च गरेर यसको विषयमा धेरै डाक्टरले अनुसन्धान गरे मूल्याङ्कन गरेर यो कपाल यसरी काटिएको छ किन काटियो भन्ने कुरा तपाईले च्यानलमा युट्युब च्यानलमा तपाईले के ल्याएर दिनुभयो दिनको भिडियो आइराखेको हुन्छ अपडेट भएर अनि तपाईले भिडियो हेर्नु अनि यो कपाल मैले किन काटेँ त्यसै यो बाध्यताले काटेर रहरले होइन है यसमा यस्तो छुट्टै पृथक कथा छ अस्ति माओवादीको युद्धमा क्वारेन्टाइनमा बुधबार त्यहाँमा तपाईँले नै खाना कन्ट्याक्ट लिनुभएको होइन हजुर क्वारेन्टाइन विदेशीबाट आउने क्वारेन्टाइनमा तपाईँको अनुहार देखाएको थिएँ मैले सबै नै क्वारेन्टाइनमा सबै खानाको डक्टरकै सल्लाह सुझावले नै यो कपाल चाहिँ चलेको श्रीमतीले खालि तान्ने रोग के खालि श्रीमतीले तान्ने रोग भएपछि झ्याप अगाडि काटेर पछाडि राखेको के गर्नु 25 हानु यसको चाहिँ फेरि के छ तर हैन यो त छोरा मान्छेको पहिचान हो छैन छोरा मान्छे नै होइन यस्तो अरे हो यो चाहिँ इमान अरे यो चाहिँ दारी अरे क्या जुनका चाहिँ छोरा मान्छेको पहिचान यसमा के यसमा इमानदारी इमानदारी पहिचान पहिचान तपाईलाई पनि दारी जुनका देखेर नै छोरा मान्छे हो कि भन्ने हो यो छैन भने छोरा मान्छे कि छोरी फेरि हाफ एन्ड फुल हेर्नुपर्छ फेरि यतिको हँसाउनुहुन्छ भनेर थाहा थिएन 25 हान्दियो तर मलाई एक्जाम्पल देखाउनु पर्यो कसरी हान्ने त्यो पनि त सिक्नु पर्यो मैले हानेको फल पनि भयो भने त हुनु भएन त्यसले पाइदिनु काकाले देखाउनु त कसरी हान्दिन त्यसरी हान्नु यहाँको चाक हल्यो नि ल बा छोड्दिनु यो त नाइट ड्युटी जस्तो गइगयो नि कस्तो गरेर यहाँ फेरि प्रिजल युट्युब च्यानल बसिरहेछ नि हानेको चाहिँ पाँचजना गलत गर्नु भएन हैन मैले 26 हान्नु पर्यो हैन 25 मात्रै छ एकछिनै अझै यहाँनेरि जसमा झरेर बाँकी नै छ तर मैले कागजको पैसा चाहिँ खाइन केमा हाल्नु निशुल्कमा यो 25 चाहिँ निशुल्क मेरो वेट भनेको 92 किलो हजुर मैले हाने 25 ल एखाने साथीले 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 30 सेकेन्ड मात्रै दिएको थियो के 80 हान्ने मान्छे 30 सेकेन्डमा कति हान्नु भयो 26 तपाईको परिचय पाउनु हो नि अनि च्यानलै राजबाबु छ मेरो चाहिँ राजबाबु हो हजुर तपाईले बाजी लाउनु भएन 50 चाहिँ हान्छु होइन राजमाबाले साँच्चै 50 हान्ने रहेछ कि करिब करिब उस्तै मान्छेले चाहिँ नसक्ने रहेछ ल यहाँ चाहिँ हाम्रो राजमाबा हुनुहुन्छ है मैले चाहिँ अब हान्दिसकेको छु 25 26 राजमाबु हुनुहुन्छ उहाँले चाहिँ अहिले 26 हान्दैछ यो 25 को बाजी थियो 26 मात्रै हान्दियो हानेर उहाँ चाहिँ बस्नु भएको छ 30 मा दिनै जिपमा हान्छु नि त